बजाउनु धेरै बजायो भने कपिराइट लाग्छ। सो व्हाट्स अप गाइज, स्वागत छ तपाईँलाई फेरि एउटा नयाँ भिडियोमा। आजको दिन चाहिँ हाम्रो डान्सहरू सुरु भइसकेको छ। किन भन्दाखेरि ह्याप्पी क्रिसमस, मेरी क्रिसमस। अब ह्याप्पी क्रिसमस भन्छ कि मेरी क्रिसमस भन्छ मलाई थाहा छैन, ठिकै छ। सो ह्याप्पी क्रिसमस, मेरी क्रिसमस भन्छ क्या अरे। सो सबजनालाई चाहिँ मेरी क्रिसमस बोल्नै नदिनु पर्यो। सो आज चाहिँ क्रिसमस हो। सो आज चाहिँ हामीहरू यसो रमझम, क्रिसमसको रमझम कस्तो छ भनेर यसो हेर्न जाँदैछौँ होइन। अरे हत्ती भयो त, त्यही भएर आज फर्स्टदेखि नै गीतदेखि सुरु भइरहेको थियो हाम्रो। आज यस्तो डान्स गर्ने मुडमा छु होइन। सो अहिले चाहिँ अलिक ढिला भइसक्यो म। सो सिधै बाइकमा भेटौँ अनि त्यसपछि सबै कुरा गरौँ है त। लेट्स गो। सो गाइस, पोपट हो क्या। अघिदेखि मैले के अरे जुममा खिचिरहेको रहेछु क्या। रक स्टेडी वाइडमा खिच्नुपर्ने, मैले नर्मलमा खिच्दैछु, जुम भइरहेको रहेछ होइन। त्यसको लागि अलिकति क्षमा प्राप्ति छु म, किनभने अब तपाईँहरूलाई राम्रो क्वालिटी आएन नि त। बट ठिकै छ, अब मैले थाहा पाएर सुधार गरिसकेँ होइन। सो अहिले चाहिँ म जाँदै हो लभिङ मल होइन। टक्क लगाएर लभिङ मल आउन आँटिसक्यो, धेरै टाढा छैन। सो फर्स्ट अफ अल हामीहरू सिधै लभिङ मल जाऊँ होइन, अनि त्यसपछि भेटौँ। आज चाहिँ लभिङ मलमा पुरै रमझम हुनेवाला छ। अनि त्यो रमझम, क्रिसमसको दिनमा रमझम नहेरे के हेर्ने त। सो सिधै जाउँ होइन। अहिले चाहिँ हामीहरू सानेपा आइसकेको छौँ। अब यहाँबाट लभिङ मल चाहिँ 2-3 किलोमिटर होला। चट्ट लगाएर जाउँ। आज लभिङ मलमा कस्तो के भइरहेछ तपाईँहरूलाई देखाउनुवाला छु होइन। बब्बाले रमाइलो भइरह होला। मैले चाहिँ भिडियोमा बब्बाले रमाइलो भएको देखिरहेको थिएँ भिडियोहरूमा। रमाइलो मतलब खतरा डेकोरेसनहरू क्रिसमसको। लेट्स गो एन्ड चेक इट आउट होइन। लभिङ मल जाऊँ, पिम्बालतिर यताउति घुमेर अनि त्यसपछि के हुन्छ आज दिनभरि घुमे गर्ने हो, मतलब भएन। हामी चाहिँ आइसकेको छौँ के भन्छ यसलाई, जूनिर जाउला खेल। सो गाइज, जामै जाम छ, तनावग्रस्ती जाम। अब हुन त क्रिसमसको दिन सबजना घुम्न निस्केको होला, धेरै जस्तो सबैको छुट्टी छ। जाम त अफकोर्स, वाइ नट कोकोनट। म कहिले ननिस्किनु त आज निस्किएँ। म अरू बेला अहिलेसम्म यो क्रिसमस मनाउन अथवा रमाइलो हेर्न अहिलेसम्म निस्केको छैन है क्रिसमसको दिन चाहिँ होइन। आज चाहिँ म निस्किरहेको छु किनकि कन्टेन्ट चाहिएर। यस, भिडियो नबन्नु पऱ्यो। आज म घर सुतेर बस्थेँ, कसम हो, भिडियोकै लागि निस्केँ म। अनि किन झुट बोल्ने, इट इज वाट इट इज। आइसकेको छौँ हामी लभिङ महल। अब यताबाट राइट लिएर टक्क लभिङ महल। अब पार्किङ छ कि छैन भन्ने हो कुरा एउटा। अर्को कुरा त्यही हो, पार्किङ छ भने पार्किङ गर्ने अनि घुम्ने। ओरे बाब्रे, यहाँ त आमामामा पार्किङ त फिक्सै छैन। थेट गाइस, यस्तो त के जानु यार। ल पार्किङै त छैन। आमामामा, यो त अति भयो त, यो त पोपट हो क्या। अब हामी कसरी घुम्ने त अनि। अब पार्किङ छैन, अगाडि बढाएको बढाइ छ। यता राख न त मिल्छ होला, आज त उठाउँदैन होला। तर गाइज, लभिङ मल त फ्लप भयो त हाम्रो। अब त्यहाँ पिम्भालसम्म जान्छु, अनि पिम्भालमा पार्किङ रहेछ भने चाहिँ पार्किङ गरेर आउँछु। यहाँ लभिङ मलमा यसो एक राउन्ड हानेर जान्छु। इफ पिम्भालमा पनि पार्किङ रहन्छ भने चाहिँ अनि अब अरे बाफ्रे, यस्तो भिड यार। त आई थिङ्क छ कि यस, वी क्यान फाइन्ड पार्किङ हियर फाइनली। सो हामी चाहिँ टक्क निस्किसक्यौँ बाइक पार्किङ गरेर। एन्ड भ्यू त खतरनाक। बाटो नै हिँड्न नसक्ने भएको। अब मल त कस्तो भयो होला सोच न, मलले गरेर हो क्या यत्रो भिड भएको। अब भिड हेर गाइस। ल म प्रवेश गरेँ है त। त्यहाँबाट त भिड, जस्ट लुक एट दिस भिड।
अरे 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 म त उकुस मुकुसै भयो झन्डै झन् हेलमेट ठोक्या छ हेलमेटले तान्या यत्रो हेलमेट बोकेर हिँड्नु पऱ्यो पागल भयो झन्डै भयो त दामी बनाएको छ बट यहाँ बोल्न सक्ने भ्लग बनाउन सक्ने माहौल छैन माइकमा बोलेर अलि राम्रो आइरह होला बट लास्टै नोइजी छ अब म देखाउने त केही छैन होइन यस्तै छ राम्रो छ अब म तपाईँहरूलाई सिनेमेटिक क्लिपहरू खिचेको छु त्यही सिनेमेटिक क्लिपहरू देखाउँछु अनि त्यसपछि अरू यहाँ बोलेर भ्लग बनाउन चाहिँ मिल्दैन सो सिनेमेटिक क्लिपहरू हेर्नु होला है त अरे बाफ्रे जङ जितेर निस्किया जस्तो भयो गाइज अब चाहिँ यहाँबाट निस्किरहेको छु म होइन ओ स्नोको ऊ पनि रहेछ त ल अब चाहिँ कहाँ जाने भयो होइन बिकज म निस्किसकेँ भित्र त बस्ने लायकको त्यो नै थिएन यस्तो बेजत भइरह होला मेरो बाटोमा होइन यस्तो भिडमा म खुलेआम बेजती जसरी भ्लग बनाइरहेको छु ताल मलाई भ्युज आउँछ भ्युजद्वारा आयो भने मलाई पैसा नि आउँछ होइन तिनीहरूको हाँस उठ्छ झन् म इन्टरटेन गर्दै हिँडिरहेको छु बाटो लेट्स गो त्यही थियो लभी मल दामी थियो भिड डह्रो थियो अब बाइकबाट जान्छु अनि त्यसपछि कहाँ अलिक शान्त ठाउँमा गएर चिलमा खाजासाजा खाने अनि त्यसपछि घर जाने निस्किएँ म यहाँबाट अब होइन उताबाट घुमेर यता आइपुगेँ आधी घन्टाको मेहनत गरेर एकैचोटि जाडो भयो यार एकैचोटि पुरै धुम्म भयो कस्तो चाहिँ दिन भयो होला आज त हिउँने पर्छ क्या हो आज क्रिसमसको दिन भनेर परे त म फेरि हिउँ खेल्न जान्थेँ गाइस ल गाइस म चाहिँ खाजासाजा पनि खाएर निस्किसकेँ होइन अनि खाजा खाने बेला चाहिँ मैले रेकर्ड गर्नु बिर्सेछु होइन क्रिसमस लागिरहेको मलाई पनि आजको लागि चाहिँ यति नै भयो होइन छोटो मिठो कस्तो लाग्यो कमेन्ट गर्नु होला सबजनालाई ह्याप्पी क्रिसमस के भन्छ ह्याप्पी क्रिसमस मेरी क्रिसमस जे भने पनि क्रिसमसको सबैजनालाई धेरै धेरै शुभकामना यही भन्दैको साथमा आजको लागि चाहिँ यो भिडियोमा यति नै र म मिलेछु अर्को एउटा नयाँ राम्रो भिडियोको साथमा तबसम्मको लागि मलाई बिदा दिनुहोस् बाई जय नेपाल।